है साथीहरू, आज चाहिँ म साउदीमा बसेर कति पैसा कमाइन्छ, नेपाली पैसा कति महिनाको कति कमाइ हुन्छ भनेर तपाईँले भन्न गइरहेको छु। यो भ्लग हेरेर साथसपोर्ट दिनु होला। म चाहिँ अब टक्क लाएर काममा जान लाग्यो है त। भिडियो फुल हेरिदिनु होला है। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदम सन्चै आराम छु। म चाहिँ विगत 1.5 वर्षदेखि साउदी अरेबियामा काम गर्दै आइरहेको छु। म चाहिँ तपाईँहरूलाई डेली भ्लग ल्याउने कोसिस गर्छु, तर अलिकति गाह्रै पर्छ होइन। म चाहिँ तपाईँहरूलाई बताउन गइरहेको छु अगाडि कि हाम्रो डेली रुटिन चाहिँ के हुन्छ भनेर। म चाहिँ टक्क बिहानै उठेर होइन, अब कपडा सपडा लगाएर कस्तो गाह्रो हुन्छ क्या 4 बजे उठ्न है। अनि टक्क लगाएर उठ्दा बित्तिकै अब कपडा सपडा लाउनु पऱ्यो होइन, रेडी हुनलाई। अनि त्यसपछि आजभोलि चाहिँ एकदम गर्मीको महिना छ क्या होइन, पुरै कपडाहरू भिज्छ क्या। अनि त्यसपछि दिउँसो रेस्ट टाइम पनि छ, घरतिर कुराकानी पनि अब बिहान एकछिन गऱ्यो है। टक्क लाएर जुराब लाएर टक्क लाएर हामी चाहिँ हिँड्न लाग्यो अब होइन। जाने मन त लाग्दैन कि गाइजहरू होइन, तर के गर्ने, बाध्यता यस्तै छ, जानुपर्छ होइन। अनि टक्क लगाएर अब जानुभन्दा अगाडि चाहिँ अब अलिकति नास्ताको व्यवस्था पनि गर्नु पऱ्यो नि त होइन। नास्ता अब कम्पनीले त दिन्छ नास्ता, तर दिए पनि अलिकति कहिलेकाहीँ मेसमा जानु पनि अलिक छेउ लाग्छ क्या होइन। साँझ चाहिँ म चाहिँ टक्क चनासना भिजाउँछु होइन। अनि त्यहाँपछि साथीहरूसँग बसेर खानुमा एकदम मजा आउँछ क्या। म चाहिँ टक्क खिरा काटेर होइन लगेर जान्छु जहिले पनि। टक्क खिरा स्वाट खिरा काट्दै गरिरहेको छु होइन। चट्ट एउटै खाए पनि होइन। अनि टक्क लगाएर यसले टक्क लगाएर ढक्कन लगाएर अनि त्यसपछि झोलामा प्याक गऱ्यो केटोले होइन। अनि पानीको बोतल पनि लगाउनु पऱ्यो होइन। ट्याक्क लगाएर चस्मा लगाउने, ट्याक्क लगाएर हेलमेट लगाउने। हिरो जस्तो त देखेको छैन होइन, के जस्तो चाहिँ देख्छ। ल म चाहिँ टक्क लगाएर हिँडेँ। ल टक्क लगाएर पार्किङमा आएको। यस पार्किङमा चाहिँ अब साथीहरू भेटिहाल्छन् होइन। टक्क लगाएर गाडीमा पनि बस्यो, जाने बेला चाहिँ साथीहरू भेटाएन होइन। ल साथीहरू, हामी चाहिँ टक्क लगाएर कामबाट फर्किसकेको होइन, बेलुका भइसक्यो। अब अहिले चाहिँ साथीहरू टक्क भेट भएको छन् केटाहरू होइन। साथीहरू यिनी चाहिँ एकदम मेरो मिल्ने साथी हो क्या। अनि यिनीहरू चाहिँ मेरो झोलामा टक्क सामान हाल्दैछन्। हामी चाहिँ गाडीमा बसिसकेको ट्याक्क लगाएर मुरारी टक्क लगाएर अब गाडी चाहिँ हिँड्न आँटिसक्यो होइन। यस्तै छ साउदीको जिन्दगी पनि, रमाइलो छ। आउँदा जाँदा चाहिँ एकदम रमाइलो लाग्छ। बाटो चाहिँ हेर्न सक्नुहुन्छ, साउदीमा चाहिँ एउटा रुख बिरुवा पनि हुँदैन क्या, खाली हुन्छ, हेर्न सक्नुहुन्छ। ट्याक्क लगाएर केटासँग हाँसो रमाइलो गर्दै कहिलेकाहीँ चाहिँ होइन घरको लास्टै याद आउँछ भनेको। कहिलेकाहीँ चाहिँ साथीहरूसँग भएको बेला चाहिँ एकदम टाइम बितेको पनि थाहा हुँदैन होइन। अनि झट्ट लगाएर हामी चाहिँ फेरि एकछिन रेस्ट गरेर अनि त्यसपछि आएर कस्तो उठिरहेको। अनि उठेर फेरि टक्क नुहाइधुवाइ गरेर साँझको खाना खान पनि गयो होइन साथीहरूसँग। हामी चाहिँ टक्क लगाएर खाना आँटेको साथीहरू होइन। टक्क लगाएर ल है साथीहरू, भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला। नेक्स्ट भिडियोमा भेटौँ होला है त। बाई बाई।